एक हप्ता भयो उडेकै छैन के भएछ भने हेर्न जाँदैछु यसमा के प्रब्लम भएछ यो घरको मौरी उडेकै छैन यो घरको मौरी के भएछ भने उडेकै छैन एक हप्ता भयो देखेकै छैन मैले यस्तो छ सुनसान घरको अवस्था नै घार पनि खलबलिएको छ खोल्ले चलाएछ के भएछ नि खोलेर हेर्छु के भएछ ओहो त मौरी नै छैन त यहाँ ल किन भएको छ यहाँको मौरी ओहो साङ्ला यस्तो मजाको मौरी भएको थियो कति मजाको थियो मैन पुतली असर गरेर भएको छ मन पुतलले गर्दाखेरि यो घर मौरी फेरि भएको यो बर्खामा बचाउनै गाह्रो भयो र यहाँभित्र यस्तो खोर हेर्नु त हेरेको खै बिचमा यो 2 हप्ता भयो हेर्नु भएन यस्तो अवस्था छ के गर्ने यसलाई अब ठुलै चट्टायो बर्बाद भयो यहाँको मौरी त भागिहाल्यो म घरलाई फेरि सफा गरेर राखिदिन्छु यो मौरी आउनु पनि सक्छ फर्केर कुनै ठाउँमा भने जस्तो घार नपाएर भए घार सफा गर्दैछु कतिपय मौरी फर्केको हुन्छ आफै फर्किन पनि सक्छ मौरीको केही भर त हुँदैन त्यसले भने जस्तो बाटो पाएर अन्त पाउनु भने यस्तो छ मेरो बोतलले यस्तो छ अवस्था सफा गरेर राखिदिन्छु मैले यहाँ आउनु पनि सक्छ त्यो ग्यारेन्टी त हुँदैन हेरौँ अब कस्तो हुन्छ मौरी त घुमिरहेको छ कि घुम्न त्यही मौरी घार हेर्न आएको हो कि थाहै भयो भने जस्तो त्यही गर्दा बिजो बनायो अगाडि म ढाकेर दिन्छु यहीँ फर्किन पनि सक्छ हेरौँ के हुन्छ अब